किन चाहियो त बुवा? कसलाई? तँलाई हानिदिन्छु, तँलाई हानिदिन्छु, तँलाई तँलाई त बाउलाई। नानी बुवा हुनुहुन्न ल हेर त हेर मैले देखाइदिनु ड्याडी त बुवा हुनुहुन्छ कि नै? खै कहाँ हुनुहुन्छ खै ल खै खै हुनुहुन्छ ल आउनु अब चाहिँ लुगा देख्छु के गर्न हो र चाहिएको तिमीलाई बुवा क्रिकेट हेर्नलाई? नानी क्रिकेट हेर्नलाई हो बुवालाई बोलाउन आयो कि हो? क्रिकेट आयो भन नि त। हुनुहुन्न कि ल बुवालाई फोन गर त्यसबाट, यसबाट फोन गर त। माम हुनु ल्याउ न, मेरो कस्तो खाली खुट्टा भयो कि ल्याउ न, म लाउँछु यहाँ त। चिसो भयो कि मलाई, यता हेर न, मलाई चिसो भयो यहाँ हेर त। माम हुँदै छोरा रिना दिदी आएको हो कि मामु? रिना दिदीकोमा जानुभएको कि मामु? ल्याउ तिमी पनि राम्री गर्छ नि, ल्याउ मेरो खुट्टा चिसो भयो कि ल्याउ न, म लगाउँछु के। लगाइदेऊ यहाँ, लगाइदेऊ सिधा, खै छोड त। ल्याउ ल्याउ ल्याउ, चिसो भयो चिसो, आऊ आऊ चिसो भयो। बुवालाई किन बोलाइदेऊ त? मामुको चप्पल भनेर माथि लगाइदिइस्, मलाई हेला गरिस्। अब म बस्दिनँ, जान्छु जान्छु म। ल अब मामु पनि छोडेर गइन्, म पनि छोडेर जान्छु, बुवा पनि छोडेर जानुहुन्छ। बस एक्लै गङ्गासित बस्छौ आना, बस्छौ कि नै? नानी यता हेरेर भन त। बस मलाई त यसले त मामुको चप्पल भनेर लिएर गइहाल्यो। अब मेरो चप्पल यता हेर्दा तेरो मामुले मेरो चप्पल लाइन पनि मैले पड्काइदिन्छु। कुरा बटारी निलले त कुरा बटारी